पूर्व उद्योग मन्त्री स्वर्गीय नवीनराज जोशिया शोकको पुण्यतिथि दिनलाका वेकया छोटाले माल्यार्पण यागुदु मंगलबार यहाँ येट खटवाले चुंगु मधुमत जोशिया छोटाले पूर्व उप प्रधानमन्त्री एवं प्रतिनिधि सभा सांसद प्रकाश मान सिंह स्वामा कुखाका दिगुख मधुमत जोशिया छोटाले स्वामा कोखाकेट वेकया तिरी मेजु नाप प्रतिनिधि सभा सांसद सपना राज भण्डारी बागमती प्रदेश सभा दुजपी हरिप्रभा खड्गी सविता साई नाप नेपाली कांग्रेस नेता कार्यकर्ता तयगु उपस्थिति दुगुख हेलो संविधानकारी मात्रै नभइकन उहाँ चाहिँ मन्त्री पनि त हुनुहुन्छ। भन्नुको मतलब के हो भन्दाखेरि नवीन्द्रजीले यो चाहिँ जुन डेमोक्रेसीलाई चाहिँ यो चाहिँ भनौँ न संस्थागत गर्ने क्रममा उहाँले चाहिँ गर्नुभएको उहाँको चाहिँ लाइफ टाइममा चाहिँ गर्नुभएको कुरालाई र हामी सबैले चाहिँ उहाँले चाहिँ पुर्याएको योगदानलाई हामी सबैले चाहिँ बुझ्नुपर्छ र त्यति मात्रै नभइकन नवीन्द्रजी खास गरेर उहाँ चाहिँ 46 सालका सर्वोच्च कमान्डर गणेशमान सिंहज्यूको नाममा खोलेको यो चाहिँ गणेशमान सिंह अध्ययन प्रतिष्ठानको पनि संस्थापक अध्यक्ष उहाँ हुनुहुन्थ्यो र उहाँले नै गर्नुभएको र त्यही माध्यमबाट उहाँले चाहिँ यो चाहिँ के हो भन्दाखेरि नेपाली कङ्ग्रेसको हिस्ट्रीको बारेमा लिडर्सहरूको बारेमा उहाँले चाहिँ जीवन्त राख्ने काम चाहिँ उहाँले चाहिँ गर्नुभएको कुरालाई पनि हामीले चाहिँ सम्झना चाहिँ गर्नुपर्छ र आजको दिनमा नवीन्द्रजीलाई हामीले चाहिँ यो चाहिँ सम्मान गर्नु भनेकै कुरा के हो त भन्दाखेरि यो चाहिँ जुन नवीन्द्रजीले एउटा आफ्नो चाहिँ निर्वाचन क्षेत्रलाई पनि उहाँले धेरै राम्रो जिल्लालाई मात्र नभइकन देशलाई नै राम्रो गर्नुको लागि जो उद्योग मन्त्री हुँदाखेरि उहाँले चाहिँ गरेको पर्फर्मेन्सहरू पनि हामीले चाहिँ आजको दिनमा चाहिँ स्मरण गर्नुपर्छ भन्ने कुरा मलाई चाहिँ लागेको छ। आजको दिनमा म चाहिँ नवीन्द्रजीको यो चाहिँ पुण्यतिथिमा यो चाहिँ जुन म चाहिँ उहाँलाई यो चाहिँ हार्दिक यो चाहिँ श्रद्धाञ्जली। स्वर्गीय नवीनराज जोशी नेपाली कांग्रेस केन्द्रीय सदस्य काठमाडौँ महानगरपालिका उपप्रमुख संविधान सभा दुजतक जुयादी वेक सोदन्य ब्रेन ह्यामरेजका कारण मरुगुख